हेलो गाइज, तपाईहरुको हाल खबर के छ? हामी त सन्चै छौं। हामी सधैँझै आज पनि साइकल यात्रामा बाहिर निक्लेका छौं र हामी शहरको एरियाबाट बाहिर निक्लेर यो खोलाको किनारा हुँदै केही समयसम्म तल निक्लेर फेरि फर्किने क्रममा छौं। तपाईहरुले देखिराख्नु भयो होला, यहाँ चाहिँ राइट साइडमा छ खोला, यता रोड, यो भन्दा मुनि पनि साइकलको लेन छ। त्यहाँ हेर्नु होला ठुला ठुला अपार्टमेन्टहरु। हाम्रो बस्ने ठाउँ चाहिँ त्यो अपार्टमेन्ट भन्दा केही समयभित्र छ र यसरी बेला बेलामा हामी चाहिँ काम नभएको बेलामा यसरी साइक्लिङ जान्छौं र फ्रेशनेस फिल गर्छौं। अरु बेलाको कुरा त के गर्नु, तपाईहरुलाई काम गर्यो, पसिना निकाल्यो, पैसा कमायो। पैसा मात्रै सबै कुरा हैन जस्तो लाग्छ मलाई। मेरा साथीभाइहरु, पैसा भएर पनि आत्मसन्तुष्टि छैन भने त्यो पैसाको के काम गर्नु? पैसा त आवश्यक छ, तर पनि पैसाको लागि नै यहाँ आएर यस्तो गरिरहेको छौं। तै पनि पैसा मात्रै कमाएर पनि हुँदैन भन्ने हेतुका साथ हामी बेला बेलामा यसरी निक्लेर प्राकृतिक वातावरणतिर छिरेर खोला नाला जंगल भिर पाखा हुँदै यसरी चिसो हावा खाँदै नेचरको मजा लिँदै घुम्ने गर्छौं र हेर्छौं कि कोरियाको भौगोलिक अवस्था कस्तो छ र कोरियाको विकासलाई पनि हामीले नजिकबाट निहाल्ने प्रयास गर्छौं। यहाँ चाहिँ मौरीको घरहरु सयौंको संख्यामा राखेर जंगलको फेदमा मौरी पालन गरेको अवस्था रहेछ। अस्ति भर्खर हाम्रो दाइले एक हर्लिक्स 2 केजी जति मह किनेको, त्यसको प्राइस चाहिँ नेपाली ठ्याक्कै 5000 रुपैयाँ परेको थियो। कोरियामा फेरि चारैतिर फुलै फुल हुन्छ, सिजनमा फुलै फुल चारैतिर। त्यो भएर मलाई पनि लागिरहेको थियो कि मौरी पालनको सम्भावना एकदम यहाँ बबालै छ भन्ने कुरा, र ठाउँ ठाउँमा त्यही कुरालाई मध्यनजर गरेर मान्छेहरूले मौरी पालन पनि गरिरहेका भेट्ने छौं हामीले। मौरी पालन एकदम फाइदाको व्यवसाय जस्तो लाग्छ मलाई पनि, किनभने मौरीको घार राखे भित्तातिर त्यसलाई खाना पनि खुवाउनु पर्दैन। बेला बेलामा मौरी मह दिइहाल्छ, निकाल्यो, फेरि घारलाई जस्ताको तस्तै राख्यो र पैसा कमायो। फेरि यतातिर देख्नुहुन्छ तपाईहरुले यो के खेती गरेको होला भने हामी रणभुल्लामा छौं। टनेल भनौं भने टनेल हैन, जालीदार वाला छ। हावा छिर्नको लागि बिचोबिचोमा भेन्टिलेसन टाइपको खुल्ला नै राखेको छ र यसरी ठुलो क्षेत्रफलमा यसरी के खेती गरेको छ भन्ने हामी अझै जान्नमा असमक्ष छौं। केही तरकारी, केही फलफूल खेती भइरहेको होला भन्ने हामी अनुमान गर्न सक्छौं। र अब हामी यो अगाडिको पुल चाहिँ ट्रेन हिड्ने पुल हो। यो पुल भन्दा नि माथि गएर हामी गाडी हिड्ने पुलबाट क्रस गरेर हामी आफ्नो घरतिर अगाडि बढ्दै छौं। साथीभाइहरु कोरिया आउन चाहनुहुन्छ भने कृपया राम्रोसँग पढेर मेहनत गरेर कोरिया आउनु होला। जो कोही पनि आउनु सक्नुहुनेछ। हाइट, वेट, रङ, जात, धर्म केहीको मतलब छैन। यहाँ तपाईको हाइट कम्ती छ भने पनि तपाईले यहाँ लिन सक्ने सम्भावना छ, किनभने कुनै ठाउँमा हाइट कम भएको मान्छेको आवश्यकता छ र कुनै ठाउँमा हाइट धेरै भएको मान्छेको। मलाई पनि अस्ति साउले कुरा गरेको अनुसार मेरो हाइट अलि लामो भएको आधारमा लिएको भन्ने कुरा गर्नुभएको थियो, तर मेरो हाइट रियलमा देख्दा साउले भने कि मैले सोचेको जति यसको हाइट रहेनछ।
कुन तरिकाले तिमीहरूले नाप गर्छौ नेपालमा? मेरो हाइट त मेरोभन्दा पनि सानो छ त, यो कसरी हुन सक्छ भन्दै तिन छक परेको अवस्था थियो। नेपालको हस्पिटलमा खै नाप गल्ती लिएको भनौँ कि के भनौँ, मेरो हाइट चाहिँ 176 सेन्टिमिटर देखाएको थियो, तर मेरो रियलमा हाइट चाहिँ 172 सेन्टिमिटर मात्रै रहेछ भन्ने कुरा मैले पनि जान्नमा आएँ। त्यही भएर साथीहरू, हाइट वेटको मतलब छैन खासै कोरियामा। तपाईहरू आउन सक्नुहुनेछ, केवल मेहनत साथ पढेर अगाडि बढ्नुहोला। पैसा कमाउने सपना बुनेर हामी यसरी कोरियामा आउँछौँ र पैसा पनि केही हदसम्म कमाएर हामी फर्किन्छौँ, तर हामीले यहाँ धेरै मेहनत गर्नुपर्छ। 5 वर्ष 10 वर्ष दह्रो मेहनत गरेपछि मात्र हामी हाम्रो सपना नेपाल गएर सपनाको जिन्दगी जिउन सक्छौँ। 5 वर्ष 10 वर्ष यहाँ कटाउनलाई पनि धेरै गाह्रो छ साथीभाइहरू। धेरै मेहनत, धेरै बाधा अडचनका साथ हामी त्यो अवधि पुरा गर्न सक्छौँ। त्यही भएर मेरा साथीभाइहरू, तपाईहरू हार नमानी मेहनत गरेर कोरिया आएर काम गर्नुहोला। छुट्टीको बेलामा यसरी घुम्नुहोला, नेचरमा यसरी रमाइलो गर्नुहोला भन्दै मेरा 2 शब्द टुङ्गाउन चाहन्छु। अर्को ब्लगमा भेटौँला। तपाईहरूलाई धेरै धन्यवाद। बजार पनि आउने क्रम। अब 5 मिनट तपाईको मन्तव्य राख्दिनु होला। अब हामी क्षेत्रबाट फेरि सहरमा आउँ, सहरका जनतालाई पनि यसो खुसी पारिदिनु पर्यो नि त। सायद मेरो विचारमा सहरमा बस्ने मान्छेलाई पनि यस्तो प्राकृतिक वातावरण नै मनपर्छ होला। त्यही कुरालाई मध्यनजर गरेर कोरियाको सरकारले पनि यसरी प्राकृतिक रूपलाई चाहिँ जस्ताको तस्तै राखेर विकासलाई पनि अगाडि बढाएको अवस्था छ। चारैतिर हरियाली छ। हाम्रो जस्तो नेपालमा जस्तो विकासको नाममा विनाशलाई यहाँ मान्यता दिइने छैन। यहाँ चाहिँ जति विकास गरे पनि प्रकृतिलाई मास्न चाहिँ मास्दैन। यसरी चारैतिर खेतीबाडी भइरहेको छ। अहिले चाहिँ धान रोप्ने बेला भएर मारामार धान रोपेका छन्। सबै मेसिनले रोप्ने भएकोले यहाँ खासै त्यस्तो धान रोप्ने मान्छेको आवश्यकता पर्दैन। त्यही भएर साथीभाइहरू, धान रोप्नलाई अब मान्छे होइन मेसिनको आवश्यकता पर्छ भन्ने सबैलाई जानकारी नै छ। 5 जना रोपाइको काम एउटा मेसिनले गरेपछि फाइदा किसानलाई हो कि कसलाई हो त? थोरै पेट्रोल हाल्यो, मेसिन कुदायो र धेरैजनाको काम एउटा मेसिनले गर्यो, फाइदा कसलाई हो त? सबै फाइदा त केवल किसानलाई हो साथीभाइहरू। त्यही भएर यो अहिलेको प्रविधिलाई प्रयोग गर्नुपर्छ। खेतीपाती गर्दाखेरि पनि यहाँ छेउमा एउटा फलफुल खेती गर्ने मान्छेको त्यहाँ मैले एउटा प्रविधि युज गरेको देखेँ कि त्यो मान्छेले त्यहाँ माइक राखेर चिलको स्वर निकालेर चराचुरुङ्गीलाई भगाएको अवस्था देखेँ मैले। त्यो देखेपछि मलाई एकदम मजा लाग्यो। वाह, क्या बनाया लौंडे ने, ऐसा मैंने सोचा था। तो कोरिया में तो बहुत बढ़िया टेक्नोलॉजी का उपयोग होता है। हमारा नेपाल में तो बस शुरू होने का सब्र कर रहा है सब लोग। इसलिए भाई और बहनों, शांति से रहे।
ल अब हाम्रो यो पुल हो जुन क्रस गरेर हामी घरतिर जाँदैछौँ। हिजो र अस्ति पानी परेको कारणले यो खोलाले पनि भयानक रूप लिएको छ। पहिलाको भन्दा डबल तरिकाले बढेको छ र तपाईहरुले देख्न सक्नुहुनेछ यत्रो ठुला अपार्टमेन्टहरू, जसको एउटा अपार्टमेन्टको पैसा चाहिँ नेपाली 3 देखि 4 करोड रहेको छ भन्ने सुन्नमा आएका छौँ। यहाँ चाहिँ कोरियामा चाहिँ अधिकांश मान्छेहरू घरमा कोठामा भन्दा नि अपार्टमा बस्ने परम्परा चलिआएको छ। यहाँ चाहिँ एउटा अलि सक्सेसफुल मान्छेको एउटा अपार्टमेन्ट छैन भने खासै मान्यता दिने रहेनछ। हजुर भयो हस् त, नमस्ते साथीभाइहरू। अब यहाँबाट केही समय मात्र लाग्नेछ हाम्रो घरमा पुग्नको लागि। अब हामी बाई बाई गाइज, अब पछि भेटौँला अर्को ब्लगमा। आजको हाम्रो ब्लग यहीँ टुङ्गिन्छ। हस् त, नमस्ते, धन्यवाद।